माग्ने यो थाङ्ने भन्छ है। हाम्रो देशको राष्ट्र प्रमुख प्रधानमन्त्री जाँदाखेरि एउटा सेक्सन अफिसर कर्मचारी पठाएको होइन छिमेकी मुलुकले लिनलाई है। हामीले त्यसरी हेप्दिनु एउटा राजदूत आएर हाम्रो मन्त्रीहरूलाई भन्नु भन्नुको गाली गर्छ भन्ने खबरहरू हामीले पढेको होइन, सुनेको होइन है। तपाईँको सर्वोच्च निकायमा बस्ने हाम्रो देशको चाहिँ सबैभन्दा माथिल्लो औदामा बस्ने मान्छेलाई त्यसरी तपाईँको चाहिँ विदेशले अरू राष्ट्रहरूले किन अपमान गरिरहेको छ त भन्दाखेरि यो माग्नेहरूको देश, यो माग्ने जहिले पनि माग्छ। यो एउटा बाटो बनाउनुपर्छ मागेकै छ, एउटा पूर्व मागेकै छ, चुनाव त मागेकै छ, गाडी मागेकै छ, हरेक कुरा माग्नेहरूको थाङ्ने देश हो। यस्तो भयो लाताले हामीले हान्न खोजेको छ। त्यो ढल्दै गरेको राष्ट्रिय स्वाभिमानलाई हामीले उठाउने कि नउठाउने? यो चुनावको मात्रै कुरा होइन आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यो हाम्रो स्वाधीनताको कुरा हो, यो हाम्रो सम्मानको कुरा हो। कोरिया धार हुन्छ हुँदैन, त्यसका लागि तपाईँको छैन यही खालको विचार बोकेको मान्छे माथि नीति बनाउने ठाउँमा पुग्नुपर्छ। तपाईँहरूले मलाई साथ दिनुहोस्। मैले भनेको छु श्रम संस्कृतिलाई तपाईँहरूले चाहिँ नि होइन सरकारमा पुर्याउनु भयो, हामीले बहुमत पायौँ। 5 वर्षभित्र यो देशमा होइन थितिको शासन भ्रष्टाचारलाई तपाईँको छैन होइन रोकेर थितिको शासन चलाउन सकिएन भने, यो देशमा आर्थिक विकासको एउटा छलाङ मारिएन भने, भौतिक विकास र चेतना हरेक खालका विकासका आयामहरूमा देखिने र महसुस हुने परिवर्तन हामीले गरिनौँ भने म यो देशमा बस्दिनँ, देशै छोडिदिन्छु, शरणार्थी बन्छु है। होइन मातेर हिँड्ने जडाको पछाडि लाग्दाखेरि उसले के सिकाउँछ तपाईँलाई? जाँ खानै सिकाउँछ। त्यसो भएको कारणले गर्दाखेरि गफाडीको पछाडि लाग्दा तपाईँलाई गफै गर्न सिकाउने होइन। यो देशमा गफ धेरै भयो। गफ सुन्दै आएको त तपाईँको 70-80 वर्ष भइसक्यो। कति वर्षसम्म सुन्ने गफ हामीले? अब काम गर्नुपर्छ भन्ने संस्कृतिको विकास गर्नुपर्छ, त्यही काम गर्नुपर्छ भन्ने संस्कृति हो श्रम संस्कृति। त्यो संस्कृति आजदेखि मैले तपाईँको संस्कृति भनेर तपाईँलाई पनि मैले दिएँ, स्वीकार्नुहुन्छ? काम सानो कुनै पनि हुँदैन है, कुनै पनि काम सानो हुँदैन। सडक बढार्ने तपाईँको छैन सरसफाइ कर्मी र प्रधानमन्त्रीले गर्ने कामै हो। प्रधानमन्त्रीले गर्ने चाहिँ बेसरी ठुलो हो, त्यो सफारी चलाउने मान्छे चाहिँ सानो हो, त्यो ड्राइभर चाहिँ सानो हो भन्ने हुन्छ? हुँदैन। कामलाई सानो भन्नु हुँदैन आदरणीय दाजुभाइ दिदीबहिनीहरू। कामलाई हेर्ने दृष्टिकोण अपमानजनक भएको कारणले कोही पनि काम नगर्ने, ठगेर खाने, घुमेर खाने भयो क्या। त्यसो भएको कारणले गर्दाखेरि प्रकृतिले दिएको सम्पदालाई सम्पत्ति बनाउनका लागि मान्छेको एउटा प्रयास शक्ति चाहिन्छ, त्यसलाई श्रम भन्नुपर्छ। सम्पत्तिको हाम्रो धारणालाई परिवर्तन गर्नुपर्छ आदरणीय दाजुभाइ दिदीबहिनीहरू। त्यसो भएको कारणले गर्दाखेरि यो श्रम संस्कृतिको सबैभन्दा ठुलो एजेन्डा भनेको त्यही हो। अब हामी सबै मान्छेले काम गर्नुपर्छ, प्रत्येक घरको मान्छेले तपाईँको काम गर्नुपर्छ, प्रत्येक व्यक्तिले काम गर्नुपर्छ। बाउले कमाइ दिन्छ, त्यसले गर्दा खान्छ, बाउ पेन्सनर छ उसले गर्दा खान्छ, एकजनाको कमाइ 10 जनालाई खाएर बस्नु हुँदैन। त्यसो भएको कारणले गर्दाखेरि हामीले विश्वमा अरू तपाईँको छैन आर्थिक रूपमा उन्नति गरेका राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्न सकेनौँ। आखे गदा गोरु के भरको अपमानजन्य नामहरू दियो मलाई होइन। तर अब बुझ्दैछ होला अर्को साम्पाङले त्यो पाखामा किन ढुङ्गा बोकेको रहेछ है। सिमानाको पर्खाल भत्किँदाखेरि, सिमानाको पिलर भत्किँदाखेरि, महाकालीको सिमाना मिचिँदाखेरि मेचीदेखि ढुङ्गा पास गर्दै किन लगाउने कि नलाउने? त्यो जोस तपाईँको हातमा तपाईँको छैन छातीमा छ भने मात्रै तपाईँ नेपाली हो। अब खाली अरूले हामीलाई ठगेको छ, दलेको छ। हाम्रो देशको सरकारहरूले बनाइदिने, अरूले ढालिदिने, अरूले जे भन्छ त्यही हुने, यस्तो तरिकाले विदेशीको इसारामा यो देश चल्दैन। त्यो स्वाभिमानको अभियान हो, श्रम संस्कृतिको अभियान। खाली ढुङ्गा बोक्ने अभियान मात्रै रहेछ भनेर मलाई धेरै वर्ष उडाए। मैले ढुङ्गा बोकिरहँदाखेरि विदेशी ऋण लिएर होइन म आफैले पानी खुवाउँछु भनेर मैले चाहिँ भिड पाखामा दुःख गर्दै गर्दा नेपाली समाजका केही बदमान्छहरूले अनुमोदन गरिरहन्छौँ, भोट दिइरहन्छौँ, तबसम्म यो देश बन्दैन है, तबसम्म यो देश बन्दैन। सतीले सरापेको देश भन्छ नि, त्यो सतीलाई सरापेको देशलाई तपाईँले त्यो सतीको श्रापबाट मुक्त गर्नका लागि अब तपाईँ आफै साँच्चै नै सत्य बोल्ने हिम्मत गर्नुहोस्। तपाईँबाट सुरु हुन्छ त्यो परिवर्तन। भन्दाखेरि श्रमदाता त्यो मान्छे हो जो चाहिँ देशका लागि पसिना बगाउँछ।
हप्तामा 7 दिन हुन्छ, 6 दिन पेटको लागि काम गरे पनि 1 दिन चाहिँ देशको लागि काम गर्न आउनुपर्छ तपाईँहरू। किनभने यो देश तपाईँको हो नि त, होइन कि? यो देश मेरो मात्रै हो? हामी मात्र के अरे थोरै मान्छेको मात्रै हो र? यो देशको कसको हो? हात उठाउँदा एकचोटि सबैजनाले हात उठाउँदा हो कि नबनाउने हामीले हो। म त्यो सन्नाटा खोज्दै आएको छु। तपाईँलाई लाग्ला कार्यकर्ता खोज्दै आयो, पार्टी बनाउन आयो भन्ने। मलाई पार्टी बनाउनु छैन। भत्केको यो देश बनाउन चाहन्छु म आदरणीय दाजुभाइ दिदीबहिनीहरू। म पार्टी भन्दा पनि साथी खोज्न आएको मान्छे, सन्दाता साथी खोज्न आएको मान्छे। संसारको विकासको केन्द्रबिन्दु मान्छे नै हो, संसारको सबैभन्दा ठुलो एजेन्डा। त्यो मान्छेलाई परिवर्तन गर्ने अभियानमा म तपाईँहरूलाई पनि सहकर्मीको रूपमा हेर्न चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यहाँहरू सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु श्रम संस्कृतिमा। यसलाई त राम्रो हो भन्यो भने उसको हौसला बढ्दै जान्छ, देश बेच्नेतिर लागिहाल्छ। बदमासीलाई रोक्ने कि नरोक्ने नेपाली जनताले हो? भ्रष्टाचारलाई रोक्ने कि नरोक्ने हो? यदि त्यसो हो भने तपाईहरू यहाँ जति पनि हुनुहुन्छ, अब बेथितिको विरुद्धमा तपाईहरू पनि बोल्नुपर्छ। गाली हुनुहुन्छ, तपाईँ मलाई यो देशका बेथिति हटाउन सघाउनुहुन्छ? यो देशका अन्याय अत्याचार भ्रष्टाचार हटाउन सघाउनुहुन्छ? यदि त्यसो हो भने हामी सबै अब लामबद्ध भएर अगाडि बढ्नुपर्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यहाँहरू सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु।